अब मार खाएको सट्टामा स्कुट चलाउन त दिनु पर्यो उहाँसम्म। 20 रुपैयाँ प्लेट लौ मोमो खाने आइज बस। ओइ ओइ अहिले हान्छ ओइ लोड के। हेलो एभ्रीवन, सबैजनालाई नमस्ते एन्ड वेलकम ब्याक टु आवर न्यू भिडियो। ल स्वागत छ साथीहरु हजुरहरुलाई हाम्रो न्यू भिडियोमा। आज चाहिँ साथीहरु यता पछाडी मकै बारीतिर ऐसा लगता कि मकै बारी दर्याम साथीहरु आज चाहिँ एकदमै रमाइलो हुनेवाला छ, किनभने चाहिँ अन द स्पोट एकदमै खतरनाक प्र्याङ्क गर्न लाग्छौँ साला र मैले। हामी चाहिँ यहाँ अब हाम्रो कपडा पसलमा नयाँ कट सेटको डिजाइन आएको थियो र त्यो कट सेटको हामीले भिडियो सुट गर्ने भनेर अहिले पसल मम्मीले हेर्दै र म ईश्वरी अनि सालाजी यता आएको थियौँ। अनि ईश्वरी चाहिँ उहाँ पर चाहिँ टिकटक बनाउन रेडी हुँदैछन् अनि साला र म चाहिँ पिसाब फेर्न जान्छौँ भनेर यता आएको थियौँ र अब त्यो काम त भइसक्यो र अब चाहिँ एउटा आइडिया आयो क्या हामीलाई, नत्र यहाँ भिडियो स्टार्ट गर्ने भनेर हामीले केही सोचेको पनि थिएनौँ। एउटा आइडिया आयो र के आइडिया आयो भन्दाखेरि अब यतिकै बेला प्र्याङ्क गरिदिउँ न एउटा सानो मिठो। अब साला तिम्रो हातमा छ क्यामेरा, तिमीले होल्ड गर्ने भनेको र अब चाहिँ साला बेना गएर अब उसको भिडियो सुट चाहिँ भएको छैन, 1-2टा मात्रै हिँडेको गराइदिएछौँ। अब टिकटक बनाउनु त बाँकी नै छ, त्यहाँ गएर चाहिँ एकदमै खतरनाक हुनेवाला छ। अब हातसाथ अब धेरै भयो कि हातसाथ सफा नगरेको, आज चाहिँ केही डर होला जस्तो छ साथीहरू। र अब चाहिँ हामी जान्छौँ, नत्र अहिले फेरि मोबाइल अड्डाको देख्यो भने फेरि शङ्का पनि हुन्छ। ल साथीहरू उतै भेटौँ है त। ऐसा लाग्दा जाम अब नै कति 2-3 जना त बनाइसक्यो त, कति बनाउने हो र? एउटा गीतमा छ के एउटै गीतमा बना किन निदार खुम्छ छिस्तो यार, छिटै बनाइदिन्छु। बन्द स्कुटी घुमाउँछ साला जाम एउटै बनाम के नै एउटा भन्दा कतिवटा बनाइ हिँडेको न त? आइजन बाबु बनाइदिन हो यो गीतमा पनि यो त कर्णालीमा पनि बनाएन र? यहाँ एकैचोटि बनाम न त। आइज न भन न किन झ्याउला के दुख्न एकैछिन यार, बसम यार। कस्तो नाटक गरेको, मोबाइल त्यत्रो पसल छोडेर आएको छु यार, छिटो आउन। झ्याउला यार, मलाई म गराइदिनु त। क्यामेराम्यान तिनी हो न, तिमीले नगराएछ कि मलाई बोलाएर हुन्छ? तिनी बोलाउ न, आन म त रेडी छु बनाइदिन। आन कस्तो गरेको भाइ, आऊ के साला यहाँ आन के लाइट होला यहाँ आन गराइदे के हाते रन्द मादर चोद। ओए के बोलेको हेर्छ, त्यत्रो मान्छे छ यहाँ। भन न के देख गराइदे न। नम्बर राम्रो आएन यार, छोड्दे। राम्रो आएको त जाम यार, बनाइदिएको साला। भइको दामले बनाइकिन त एउटा भइको त एउटा बनाइदिनु। ए सालाले पिटी तिमीलाई। के भो के गराम न गर यो क्वालिटी नै राम्रो आएन त के गरे यत्र गर्न। तेरो बाले तेरो भन्छ ओइ गाडी आछ के त? म सबै रेकर्ड गरेछु, रुख न। ओइ 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 म तेरो थाहा भइसक्यो क्या हो यहाँ। र अब चाहिँ हामी फर्किन लाग्यौँ यहाँदेखि। साला गराउ न, डोराएर घुमाउँ यहाँदेखि। अनि हाम्रो सालाले पनि आजल चलाउँछ नि, बिचरा मार खाएन। अब मार खाएको सट्टामा स्कुट चलाउनु त दिनु पर्यो उहाँसम्म। त्यो उहाँ रिसाएर उहाँ गइसकेपछि बस्ने हो कि बस्ने हो नि? घुमाउ त नबस्यो नि हिँडेर आउँछ होइन। के अरे के भन्नु लाग्थ्यो यार, थाहा पाएँ जस्तो लाग्यो कि मलाई, त्यही भएर पिटी रातिले। अब खै त अब थाहा भएन, हेर्दै जाम के हुन्छ भनेर। लभ स्टार्ट गर बिस्तारै, धेरै वात्तै नखाँदा ल जाम। अनि फाइनली
पिआई ब्लकको सालाले पनि स्कुटी चलाउन लागिसकेको छ उनी रिसाएर फेरि फायर भएर ठ्याक्कै त्यसैनिर रोक है अलि अगाडि गर्नु ओ यता अलि छेउमा नचलाउ न आइज बस आऊ कि सरी यार बनायो आऊ बनाइन्छ टिकटक ल बस के अब नाटक नपार साला रोक कि यस्तो नहुत्ताउन मलाई डर लागेको छ बस न म चलाउँछु कि बस अहिले हान्छ ओ लोटेकै मासले लोटाएछु ल ल बसाइ म चलाउँछु आऊ न यी चल अलि अगाडि पुछ त अलि अगाडि पुछ लाऊ मेरो बुढीलाई पनि यस्तै 3 तलेको बिल्डिङ बनाइन्छु अनि सब तलको एउटा फ्ल्याट दुईटा फ्ल्याट चाहिँ भाडामा दिने अनि माथिको फ्ल्याटमा बुढाबुढी मजाले बस्ने कि हो कि न बुझिस् ल आइज अनि यो चाहिँ साथीहरु देखाइदिन्छ राम्रोसँग रोक अलि अगाडि देखाइदिन्छ यो चाहिँ हाम्रो पिआई कलेक्सनमा चाहिँ यो कट सेट भर्खरै एभेलेबल भएको छ एकदमै राम्रो ट्रेन्डिङमा अनि हामीले खास यही भिडियो सुटको लागि आएको थियौँ यहाँ नयाँ प्रोडक्ट आएर तर यहाँ अलि छुट्टै प्रोडक्ट भयो सालाले मार पनि खाएन ल बसकै तेल सक्यो स्कुटीको स्यान्डल पनि छुट्टै महँगो स्यान्डल नकिन्ने भनेर रोइ थियो ल बस 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 आइज बस आउके मैले त चलाएको छु फाइनल साथै फकिसकेको छु भोक लाग्यो बेबी आज नास्ता के खाने यार मुझे मकैबारी ल पसल पनि आयो र हाम्रो यहाँ पडोसीले आजभोलि अस्ति चाट पानीपुरी र आज चाहिँ यहाँ फोन आएको क्या हो मकैबारी दर्याम दर्याम गीतै आउँछ अनि हामी चाहिँ पसलमा आइसकेको छौँ रिस त मऱ्यो होला नि त काली ओइ न के भयो कसम म यति कसम खान्छु नि हल्का पछाडि लाउँदै यति राम्ररी तिमी गोरी गोरी पुरै खैरिनी देखेछौ खै फकिहाल्यो कि देखेको साला यस्तै बिचारा यहाँ रुने जस्तो गराइदिनु के गर्यो त काली भन त यो बन्द गर त के भयो र सालाले के गर्यो त अनि 3-4 त पहिले बनाएको थिएनौ र त्यही पनि के अर्को त्यो गीतमा बनाइदियो भनेको कस्तो गर्यो त अनि अझै तिमीले चित्त बुझेन खै एकचोटि उठ त हामी यही भिडियो सुट गर्न गएको होइन एकचोटि उठेर त्यहाँबाट हिँडेर आउँदै फुल भिडियो हाम्रो युट्युबको साथीहरूले पनि त मगाउँछ के अरे नै एकचोटि युट्युबमा हाल न खै यताबाट क्याटलग गरेर आउँदै राम्रै आएको छ कि बुढी त्यही भएर भनेको मान अब मान्यौ तिमीले मैले भनेको मान्यौ उठ त्यति बा बन्द गर त मोबाइल कपिराइट लाग्छ कि लाठी बन्दै गर अलि पछाडि जाऊ अलि पछाडि हो ल तलदेखि माथिसम्म स्यान्डल पनि आम्मा ल यो चाहिँ हाम्रो पिआई कलेक्सनमा एकदमै राम्रो ट्रेन्डिङको कट सेट आएको छ यसमा चाहिँ कलर अप्सन कुन छ गरे बेबी कुन छ खै कलेजी देखाऊ ल ल ल ल मजा उतै बोलाउँछ मजाले ल हिँडेर आऊ बिस्तारै ल ल आऊ बिस्तारै बिस्तारै रोक त बाबुहरू त खै बिस्तारै ल आऊ ल आऊ घुमन त एकचोटि भाउजूलाई त हाम्रो सब्सक्राइबर हेलो बाबु ल गएर अहिले के अरे हेर्नुपर्छ है ल ल ल ल खै यता आऊ त ऊ चाहिँ हाम्रो सब्सक्राइबर हो हाम्रो सबै प्र्याङ्क भिडियो हेरेर आउँछ उसले चाहिँ उसको चाहिँ यता मामा घर हो आफ्नो घरतिर पनि सब्सक्राइब हान्छ नि पिआई ब्लगको अब 100K पुग्दैछ टक्कला लड्डु पनि खुवाउँछु है अनि यता चाहिँ यो स्यान्डीले यति महँगो छ मान्छेको के गर्नु खै के नास्ता के खाने मोमो भनौँ मोमो के नै फ्राइड राइस मोमो खाऊँ कति राम्रो देखिछिस् के त साँच्ची भनेको स्क्रिनसट अप्सरा जस्तो आम्मा कसम खै बाबु यता आइज एकचोटि यता आउँदा खै भाउजू र म के खोल्नु पर्दैन छ यता दुइटाले यता हेर त अफ्रिका अमेरिका म माइन्ड नगर्नु है मजा गरेको हो यति है बहुत राम्रो बहुत ह्यान्डसम छ बाबु अनि ट्यालेन्ट पनि एकदम डिम्पल खै डिम्पल पर्छ मेरो पनि पर्छ अब देखाइदिउँ ल अब चाहिँ यहाँ साला पनि हाँसिरहेको छन् अब एकछिन ऊ खा के अरे मतलब अघि मार खाथ्यो त त्यही भएर अघि के अरे के भन्नु लाग्यो भन्दाखेरि मोमो खाने के खाने बेबी थाहा छैन म साथीहरू किन ल्याएको दिफाल भन्थे हो र भन्थ्यौ र तिमीले पिआई कलेक्सनले ल्याउने भन्नुपर्छ म ल्याइदिन्छु भन्दै थिएँ मलाई यस्तो रिस उठ्यो नि म त किन गएमलाई भएको कि मेरो दिमाग तातेर टाउकै दुख लागेको थियो
भिडियो बनाइदिनु भन्छ यिनीहरू त नाटक पारेर रहेछ नि त उहाँ अगाडि मकै बारीमा गएर पिसाब पनि जान्छु म साँच्ची पिसाब ला होला सोचेको छु झन् अहिले म भिडियो हेर्छु त तिमीलाई थाहा छ कि एकदिन हिजो दिदीहरू आउनु थियो हामी जुन भिडियोमा हजुरहरूले भिडियोमा मोमो खान्छ नि त्यो मोमो कहाँ पाइन्छ भाइ भन्नुभयो उयो हाम्रो ईश्वरी खाजा गर्न पाइन्छ भने अनि त्यहाँ गएर मोमो खाएर आउनुभयो कि हेर न यस्तो मिठो मोमो जम्मा 120 रुपियाँ प्लेट लौ मोमो खाने हो उता मेरो यता ल्याऊ मोमो त्यही त यहाँ आएर मम्मी भिडियोमा तपाईँले भिडियोमा खाने मोमो कहाँ पाउँछ भनेर भन्नुभएको के हिजो अनि साथीहरू हजुरहरूले यति धेरै माया कुरै छोड्दैन लास्टै माया दिनुभयो यो न्यू इयर भन्दा अगाडिको सामान सबै दोकानै खाइबस्यो भन मैले भिडियो देखाएको थिएँ अनि अहिले हेर्नु सामानहरू पनि टनाट आइसकेको छ अझै सामान आउन बाँकी अझै छ जतिले पनि पुर्याउन सकिन्न अनि एकदमै खुसी लाग्छ अनि रिटर्न हुँदैन हजुरले मिडियम भनेपछि हामी मिडियम पठाइन्छौँ लार्ज भनेपछि लार्ज पठाइन्छ हजुरको इच्छा भन्नु त यस्तो दामी कुर्तीहरू पनि आएको छ नि हेर्नु न यस्तो खालको कुर्तीहरू आएको छ अनि मदर्स डे को लागि यो पनि आएको छ हजुर भिडियो बनाउन पाएन भने यही मान्छे यो वाला मदर्स डे को लागि मान्छेहरु यही आएको आइ गर्नुहुन्छ अनि यो तीनटा कलर छ यसमा तीनटा कलर छ यसमा जम्मा 1200 कति गरे यता देखाउँछ जसले यो युट्युबको भ्लग हेरेर यिनी कपडा मन पराएर स्क्रिनशट गरेर व्हाट्सएपमा चाहनुहुन्छ उहाँहरूलाई मेरो तर्फबाट 90 रुपैयाँको डिस्काउन्ट अपि त्यस्तो त नभन भो युट्युब भ्लग हेरेको मान्छेले युट्युबबाट यो देखाएको भिडियो चाहिँ स्क्रिनशट गरेर व्हाट्सएपमा मेसेज गर्नुभयो नि मेरो तर्फबाट 90 रुपैयाँको डिस्काउन्ट ल बधाई छ